कोनिचिवा मिनासान। आज हामी जी भनेको बजे के अरे जी भनेको बजे 1 बजे 2 बजे 3 बजे 4 बजे 5 बजे भन्छु नि म साथीहरु। ए म 5 बजे स्कुल जान्छु, ए म 10 बजे त्यहाँबाट फर्किन्छु, यस्तो कुराहरु हैन हामी पढ्छौँ। जापानिजमा यसलाई कसरी भन्छ भन्दाखेरि जस्तै जी भनेको बजे। अब 1 बजे 1 बजेलाई के भन्नु भन्दाखेरि इचिजी, 2 बजेलाई निजी, 3 बजेलाई सान्जी, 4 बजेलाई योजी, 5 बजेलाई गोजी, 6 बजेलाई रोकुजी, 7 बजेलाई सिचिजी, 8 बजेलाई हाचिजी, 9 बजेलाई कुजी, 10 बजेलाई जिउ जी, 11 बजेलाई जिउ इची जी। अब हामी बुझौँ, यदि तपाईहरुलाई 1 देखि लिएर 10 सम्म आउँछ भने चाहिँ त्यही धेरै कुराहरु आउन सक्छ के। जस्तै हामी बजेमा पनि यो पढ्यौं, जिखानमा पनि यो पढ्छौं, हामी गाचोमा पनि यो कुराहरु पढ्छौं एक दुईलाई। त्यसैले तपाईले सबभन्दा इम्पोर्टेन्ट भन्नाले 1 देखि लिएर 10 सम्म याद गर्नु भनेको सबभन्दा बेस्ट हो। जस्तै अब हामी के बुझ्छौं भन्दाखेरि फरक यसमा के छ, चेन्ज केमा छ भन्दाखेरि हामी यहाँ चाहिँ 1 2 3 अनि यहाँ चेन्ज छ। हामीले एउटा 4 मा चेन्ज छ अनि अर्को भन्दाखेरि हामीले कहाँ चेन्ज छ भन्दाखेरि 7 मा। 7 मा भनेको 7 ले हामी नाना पनि भन्छौं, सिची पनि भन्छौं, तर यहाँ जी मा आउँदाखेरि सिची हुन्छ। अर्को कुरा 9 मा। 9 ले हामी के भन्छौं भन्दाखेरि क्युजी भन्छौँ भने यसमा के आएको छ कुजी आएको छ। यति नै फरक मात्र हो। अब हामी भयो 11 ले कसरी हामी जिउ इची जी भयो भनेको 11